ल भाइ बहिनीहरू अस्ति चाहिँ हामी चाहिँ टङ्गसम्म चाहिँ पढेको थियो होइन डाइजेस्टिभ सिस्टमको टङ्गसम्म पढेको थियो आज चाहिँ हामी चाहिँ यहाँबाट टिथबाट पढ्ने हो टिथबाट पढ्ने हो ठिक छ। अनि अस्ति चाहिँ एउटा कुरा चाहिँ यो छुटे थियो टङकै इन्फ्लामेसन अफ द टङ भनेर इन्फ्लामेसन अफ द टङ भनेर ग्लुटाइटिस भन्छ होइन त्यसलाई। अनि क्लिनिकली चेक गर्दाखेरि कहिलेकाहीँ चाहिँ मतलब अब टङ चाहिँ अब के छ डिहाइड्रेसन भन्नाले मतलब अब सुकेछ कि अलि हाइड्रेसन छ पानी जस्तो छ कि छैन त्यो कुराहरू हेर्ने गर्छ होइन। अब आज चाहिँ यो चाहिँ टिथबाट चाहिँ हामी स्टार्ट गर्नेछौँ आज ल। टिथबाट चाहिँ फर्स्टमा चाहिँ टिथ स्टडी अफ द टिथ भन्नाले के त स्टडी अफ द टिथ स्टडी अफ टिथ इज नन एज द ओडोन्टोलोजी यसलाई ओडोन्टोलोजी भन्छ। अम, अनि टिथ चाहिँ हाम्रो अप्पर ज र लोवर जमा प्रेजेन्ट हुन्छ होइन। अनि टिथ आर प्रेजेन्ट अन द बोथ ज टिथ अफ अप्पर ज आर एट्याच टु द मेक्सिला बोन अप्पर जको जुन टिथ हुन्छ जुन चाहिँ एट्याच केमा हुन्छ त मेक्सिला बोनमा हुन्छ अट्याच भएको ठिक छ। अनि टिथ अफ लोवर ज अट्याच टु द मेन्डिबल मेन्डिबल जमा चाहिँ अट्याच भएको हुन्छ लोवर जको। अब स्ट्रक्चरली हेर्दाखेरि चाहिँ टिथको चाहिँ तिनवटा पार्ट्सहरू हुन्छन् क्राउन हुन्छन् नेक हुन्छ अनि रुट हुन्छ। अब यसको स्ट्रक्चरली हेर्दाखेरि चाहिँ यस्तो हुन्छ क्या यी यो हेर त यसमा चाहिँ स्ट्रक्चरले हेर्दाखेरि चाहिँ तपाईँको क्राउन भाग भनेको यो चाहिँ यति भागलाई चाहिँ क्राउन भन्छ माथिको पार्ट यति भागलाई क्राउन भन्छ ठिक छ। यति भागलाई चाहिँ क्राउन भन्ने गर्छ भन्नाले। अनि नेकले चाहिँ नेक पार्टलाई यति यति भनेको नेक पार्ट हो। अनि योभन्दा तल भनेको यो रुट पार्ट हो ठिक छ। यति चाहिँ रुट पार्ट हो। ल ठिक छ अब यति भयो होइन। अब हामी माथि यसको डिस्क्रिप्सन हेर्दै जान्छौँ अब बिस्तारै बिस्तारै अघि बढ्दै जान्छौँ। अनि यसको चाहिँ अब के छ त यसको अब माथि अब हेरौँ है डिस्क्रिप्सन अब हेर्दै अनि हामी पढ्दै जाने हो। अब हेर पहिला अब यसमा के आउँछ त क्राउन आउँछ होइन क्राउन इट इज द एक्सपोज पार्ट अफ द टिथ माथिल्लो पार्ट जुन हुन्छ नि त्यसलाई भन्छन् क्राउन भन्छन् होइन। अनि कभर्ड विथ द हार्डेस्ट सब्सटेन्स ड्यु टु द फ्लोरिन कल द इनामेल जुन चाहिँ माथिको भाग भाग जुन हार्डेस्ट हुन्छ हार्डेस्ट सब्सटेन्सले बनेको हुन्छ होइन। ड्यु टु द के कारणले गर्दा त फ्लोरिनको कन्टेन्ट त्यो चाहिँ के कन्टेन्ट गरेको हुन्छ फ्लोरिन कन्टेन्ट हुन्छ त्यही भएर त्यो हार्डेस्ट सब्सटेन्स बनेको हुन्छ अनि त्यसलाई के भन्छ त इनामेल भन्छ। कहिलेकाहीँ क्वेसन सोध्छ क्या यसैबाट एउटा क्वेसन सोध्छ के सोध्छ भन्दाखेरि क्वेसनमा तिम्रो द हार्डेस्ट सब्सटान्स अफ द भर्टिब्रेट बडी भनेरलाई भन्नाले हार्डेस्ट सब्सटान्स यो चाहिँ तिम्रो मेन पोइन्ट चाहिँ यहाँ हो। हार्डेस्ट सब्सटान्स भन्छ भने हामीलाई यो अप्सनमा दिएको हुन्छ केराटिन दिएको हुन्छ होइन इनामेल दिएको हुन्छ बोन अनि इनामेल बोन दिएको हुन्छ डेन्टाइन अनि कोन्टिन दिएको हुन्छ। त्यसमध्ये चाहिँ तपाईँको एन्सर चाहिँ यो बी नम्बर इनामेल इनामेल र बोन हुन्छ। कहिलेकाहीँ इनामेल नदिइकन बोन चाहिँ दिइराखेको हुन्छ के मैले जुन जति बेला इक्जाम दिँदाखेरि सी इक्जाम दिँदाखेरि यो चाहिँ बोन राखेको थियो त्यति बेला चाहिँ यो चाहिँ मिलाएको थिएँ। अनि कहिलेकाहीँ इनामेल चाहिँ झुकाउनलाई दिएको हुँदैन अनि त्यही भएर त्यति बेला के लगाउनु पर्ने हुन्छ त बन लगाउने ठिक छ बन लगाउने ठिक। अनि कहिलेकाहीँ अब अगाडि हेर्दै जाउँ होइन अब त्यही डिस्क्रिप्सनमा जाउँ पहिला अनि त्यसपछि फर्दर अगाडि हामी हेर्दै जाने। अब हेर यहाँ के भनेछ कि अब इनामेल प्रड्युसेस बाई द एमेलोब्लास्ट भन्छ सेल हुन्छ होइन त्यसले चाहिँ के गर्छ त इनामेल प्रड्युस गर्छ अरू त्यसलाई के भन्छ एमाइलोब्लास्ट सेल पनि भन्छ अफ द इक्टोडर्मिनल इन ओरिजिन त्यो चाहिँ इक्टोडर्मिनल इन द ओरिजिनबाट भएको हुन्छ होइन। अनि इनामेल के गर्छ त इनामेल जुन हुन्छ नि तितको माथिल्लो भागलाई चाहिँ के गर्छ यो प्रोटेक्टिभ गर्छ क्या प्रोटेक्ट गर्छ कुनै पनि सब्सटान्सबाट चाहिँ। अब एसिडहरूबाट चाहिँ प्रोटेक्ट गर्छ हाम्रो के भन्छ तितमा चाहिँ डिफ्रेन्ट टाइप्स अफ द ब्याक्टेरियाहरू हुन्छ होइन त्यही भएर ब्याक्टेरियाले के गरिदिन्छ त मतलब कहिलेकाहीँ मतलब एसिड प्रड्युस गरिदिन्छ क्या। अनि एसिड प्रड्युस गर्दाखेरि त्यहाँको कभरिङ पार्टहरू हुन्छ नि त्यो चाहिँ ड्यामेज गरिदिन्छ। अनि त्यही कुरा भनेछ यहाँ इनामेल
Enamel forms excellent protective covering of the our teeth and enamel easily के गर्छ त ड्यामेज बाई द एसिड कुनै पनि त्यो त्यहाँ ब्याक्टेरिया भएको प्रेजेन्ट भएको ब्याक्टेरिया त्यो कहिलेकाहीँ इजिली के गर्न सक्छ त ड्यामेज गर्न सक्छ एसिड प्रड्युस गरेर ठिक छ अनि एसिड काउज टुथ डेके मतलब त्यही कुरा भनेछ एसिडले त्यो अब डेके गर्न सक्छ होइन डेके भन्नाले डिकम्पोजिसन मतलब अब खाने खान सक्छ होइन त्यो ब्याक्टेरियाको जुन एसिड प्रड्युस गर्छ त्यसलाई त्यसले गर्दा चाहिँ तितलाई चाहिँ के गर्छ त डिकम्पोज गराउँछ होइन त्यही कुरा भनेको अनि एसिड आर फर्मड अन आवर टिथ बाई द ब्याक्टेरिया लिभिङ इन देयर माउथ यसमा चाहिँ त्यही कुरा भनेछ कि एसिड आर फर्मड अन आवर टिथ होइन एसिड एसिड चाहिँ हाम्रो टिथमा चाहिँ फर्म हुन्छ बन्छ होइन के कारणले गर्दा ब्याक्टेरिया जुन भएको हुन्छ नि हाम्रो माउथमा त्यसले गर्दा चाहिँ एसिड चाहिँ फर्मेसन गरिरहेको हुन्छ अनि त्यो चाहिँ ब्याक्टेरिया के गराउँछ त अनि त्यो ब्याक्टेरिया चाहिँ हार्मफुल चाहिँ हुँदैन त्यति त्यसले बट के हुन्छ कहिलेकाहीँ मतलब हामी सुगरहरू चिनीहरू खाइरहेको हुन्छ होइन अनि बढी मात्रामा सुगरहरू चक्लेटहरू खाने बच्चाहरूमा चाहिँ बढी हुन्छ यो अनि चक्लेटहरू खाने अनि कहिलेकाहीँ चक्लेट खाएर सुत्दिने होइन अनि त्यस्तो केसमा के हुन्छ त त्यो सुगरले गर्दा चाहिँ हाम्रो बडीलाई चाहिँ ब्याक्टेरियाले फिड गर्न थाल्छ के त्यो टिथलाई चाहिँ खान थाल्छ अनि त्यही भएर त्यो हार्मफुल चाहिँ मतलब त्यो एसिड प्रड्युस गर्छ अनि त्यसले गर्दा टिथलाई चाहिँ डिकम्पोज गर्न थाल्छ ठिक छ अब यति कुरा भयो यति कुरा चाहिँ अब माथिबाट चाहिँ यति कुरा चाहिँ हामी के हेऱ्यो यो चाहिँ अलि इम्पोर्टेन्ट कुराहरू चाहिँ यसमा चाहिँ एउटा यो भयो एउटा होइन एउटा इम्पोर्टेन्ट कुरा तपाईँको चाहिँ यसबाट चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँको यो पोइन्ट भयो एउटा होइन अनि एउटा यो पोइन्ट भयो अनि अरू अरू जति पनि पार्ट छ यसमा पढाउँदै गर्छु म त्यो चाहिँ तपाईँको अलिक बेसिक कन्सेप्टको लागि पनि यो म यो नोट त्यसरी बनाएछु छु होइन बेसिक कन्सेप्टको लागि पनि पढ्दै जानु तपाईँहरू नोट पनि बनाउँदै जानु अनि त्यसले गर्दा मोर इफेक्टिभ हुन्छ क्या तपाईँहरूलाई अनि इम्पोर्टेन्ट कुराहरू के हुन्छ त्यो चाहिँ म यसमा चाहिँ तपाईँले म इन्डिकेट गरिरहेको हुन्छु त्यो चाहिँ कपीमा आफ्नो टिप्ने होला ठिक छ अनि अब यसमा चाहिँ अब यतापट्टि चाहिँ यतापट्टि चाहिँ त्यति यो खासै यसबाट क्वेसनहरू सोधिँदैन अनि क्वेसन चाहिँ तपाईँको एउटा म भनिदिएँ यो क्वेसन तपाईँको चाहिँ एकदम मोस्टली फ्रिक्वेन्टली सोधिरहेको हुन्छ अनि अब यसमा भने चाहिँ के यसमा फेरि झुक्ने होइन यता यसमा एउटा क्वेसन के छ यता हार्डेस्ट सब्सटान्स भनेको छ ठिक छ यता हार्डेस्ट सब्सटान्स छ अनि कहिले काहीँ क्वेसनमा के सोधिन्छ हार्डेस्ट टिस्यु भनेर के हो हाम्रो बडीमा चाहिँ हार्डेस्ट टिस्यु इन बडी इज के छ त होइन त त्यसमा त्यो बेला चाहिँ एन्सर चाहिँ तपाईँको डेन्टाइन हुन्छ क्या डेन्टाइन त्यो बेला एन्सर के हुन्छ डेन्टाइन हुन्छ ठिक छ यसमा झुक्ने होइन बुझ्यो है भयो भनेहरू अनि जुन हाम्रो ब्याक्टेरिया ब्याक्टेरिया हुन्छ नि हाम्रो बडीमा हाम्रो जुन टिथमा त्यो चाहिँ कुन ब्याक्टेरिया हुन्छ त पाइरुया ब्याक्टेरिया हुन्छ पाइरुया इज ब्याक्टेरिया इन द नेचर ब्याक्टेरियल इन द नेचर होइन अनि त्यसले के काउज गराउँछ त गम र टुथ सकेटलाई चाहिँ के गर्छ त इन्फेक्टेड गर्छ क्या अलि जति बेला जो इन्फेक्टेड हुन्छ नि त्यति बेला चाहिँ यो पार्टलाई यो गम पार्टलाई त्यति बेला चाहिँ यहाँ यो जुन गम पार्ट छ नि यो गम पार्ट चाहिँ स्वेलिङ भइदिन्छ क्या यो गम पार्ट छ नि यो गम पार्ट चाहिँ स्वेलिङ भएर रेडनेस स्वेलिङ कहिले काहीँ भइदिन्छ ब्याक्टेरियाको काउजेसले गर्दा अनि त्यही भएर त्यो चाहिँ सुनिने गर्छ है ठिक छ ल त्यसमा त्यही कुरा भने चाहिँ पाइरोया इज काउज्ड इन द इन्फेक्टेड गम एन्ड द टुथ सकेट ठिक छ अब हामी अर्को पार्टमा जाऊ के पार्ट थियो त क्राउन थियो र नेक थियो र रुट थियो तिनवटा पार्ट थियो नि हाम्रो तितको अनि त्यही भएर अब क्राउन सक्यो अब नेकको पार्ट के हुन्छ त इट इज सर्ट पार्ट इम्बेडेड इन द अप्पर गम इट इज सर्ट पार्ट एउटा सानो पार्ट हुन्छ यो होइन अनि इम्बेडेड इन द अप्पर गममा चाहिँ यो इम्बेडेड भएको हुन्छ ठिक छ अनि अब रुट चाहिँ इम्बेडेड इन द बन बन इज अ द्याट होल्ड्स द रुट्स टुथ होइन यो चाहिँ इम्बेडेड इन द कहाँ अरे बनी जमा इम्बेडेड भएको हुन्छ भित्रपट्टि गाडिए जस्तो हुन्छ होइन गाडिएको जस्तो अनि यसले के गरे हुन्छ त टिथलाई चाहिँ होल्ड गरेको हुन्छ ठिक छ अनि रुट इज कभर्ड बाई प्रोटेक्टिभ एन्ड द सपोर्टिभ
हार्ड लेयर इज नोन एज द सिमेन्टम अर सिमेन्ट। यो जुन रुट 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 चाहिँ केले कभर गरेको हुन्छ त, प्रोटेक्टिभ प्रोटेक्टिभ एन्ड सपोर्टिभ हार्ड लेयर त्यसलाई के भन्छ त, सिमेन्टम भन्छ। ठिक छ, त्यसलाई के भन्छ, सिमेन्टम। यो पनि क्वेसन कहिलेकाहीँ सोध्ने गर्छ है, क्वेसन यो पनि सोध्ने गर्छ कहिलेकाहीँ। अनि सिमेन्ट प्रड्युसेस बाई द सिमेन्टोब्लास्ट। सिमेन्ट जुन सिमेन्टम हुन्छ नि, त्यो चाहिँ कुन सेलले प्रड्युस गर्छ त, सिमेन्टोब्लास्टले प्रड्युस गर्छ। ठिक छ, सिमेन्टोब्लास्टले प्रड्युस गर्छ। अनि इन्टरनली के हुन्छ त, इन्टरनली रुट जुन हुन्छ नि, भित्रपट्टिको रुट तितको, त्यो चाहिँ के हुन्छ त, न्यारो पल्प क्याभिटी हुन्छ, विच इज फिल्ड विथ द नर्भ फाइबर, ब्लड भेसल्स अर ओडेन्टोब्लास्ट। जुन भित्रको चाहिँ रुट चाहिँ न्यारो न्यारो पल्प क्याभिटी हुन्छ, पल्प क्याभिटी। अनि त्यसमा चाहिँ के फिल भएको हुन्छ त, न्यारो फाइबर, नर्भ फाइबर र ब्लड भेसल्स र ओडोन्टोब्लास्ट सेल चाहिँ फिल भएको हुन्छ रुटको भित्रपट्टि है, न्यारो पिपिल क्याभिटी भन्नाले यो क्याभिटीमा चाहिँ तपाईँको भित्रपट्टि चाहिँ के हुन्छ त, यो जुन छ नि, यो जुन तपाईँको यो पिपिल क्याभिटी हो क्या, यो चाहिँ पिपिल क्याभिटी। यो के हो अरे, प्युपिल क्याभिटी। पिपिल क्याभिटीमा के हुन्छ, यो पिपिल क्याभिटीमा यो चाहिँ यो जुन छ नि, यो पिपिल क्याभिटी हो होइन। यो पिपिल क्याभिटीमा तिम्रो अब यहाँ आएर अब जुन नर्भ फाइबर जुन हुन्छ नि, नर्भ फाइबर अनि ब्लड भेसल्स, ओडोन्टोब्लास्ट सेल्स, त्यो चाहिँ के गर्छ त, हाम्रो तितलाई चाहिँ के गर्छ, अक्सिजन प्रोभाइड गर्ने गर्छ र न्युट्रिसन प्रोभाइड गर्छ। त्यो अब तितलाई चाहिँ लिभिङ हुनलाई या ग्रो हुनलाई त्यसलाई चाहिँ यो ब्लड भेसल्स, नर्भ फाइबर, ओडोन्टोब्लास्टले अक्सिजन र न्युट्रिसन प्रोभाइड गर्छ। ठिक छ, यो चाहिँ कन्सेप्टको लागि चाहिँ राम्रोसँग बुझ है, नत्र अगाडि चाहिँ एकदम अप्ठ्यारो हुन्छ। किनकि प्यारामेडिकलहरू अन्तर्गत भाइबेनीहरू पढ्न आउँदाखेरि चाहिँ एकदम अप्ठ्यारो भइरहेको हुन्छ, एनाटोमी फिजियोलोजी चाहिँ बुझिरहेको हुँदैन मोस्टली। अनि त्यही भएर अहिले यो स्टेजमा चाहिँ यदि राम्रोसँग बुझिएन भने अलिक गाह्रो हुन्छ क्या पछि पढ्नलाई। त्यही भएर अहिले राम्रोसँग बुझ यो सबै कुराहरू, के छ कसो छ। अनि डेन्टाइन लाइज बिट्विन द इनामेल एन्ड द पल्प क्याभिटी। जुन यो डेन्टाइन हुन्छ नि, डेन्टाइन त्यो चाहिँ कहाँ लाइज हुन्छ अरे, बिट्विन द इनामेल एन्ड द पल्प क्याभिटी, बिट्विन द इनामेल एन्ड द पल्प क्याभिटी। यो जुन छ नि, यसमा हेर, फिगरमा हेर, इनामेल एन्ड द पल्प क्याभिटीमा हेर, यता चाहिँ पल्प क्याभिटी र इनामेलमा हेर, इनामेल, यो चाहिँ इनामेल भयो, यो चाहिँ इनामेल भयो होइन। अनि यो पल्प क्याभिटी भयो, यो चाहिँ पल्प क्याभिटी भयो। त यो इनामेल र पल्प क्याभिटीको बिचमा यो के छ अरे, डेन्टाइन छ। ठिक छ, यो के छ, डेन्टाइन छ, त्यही कुरा भनेछ माथि। ठिक, र डेन्टाइन लाइज बिट्विन द इनामेल एन्ड द पल्प क्याभिटी। चलो अब अगाडि जाउँ। पल्प क्याभिटी भनेको के हो, पल्प क्याभिटी भनेको क्याभिटी अफ द टुथ इज कल्ड द पल्प क्याभिटी। जुन टुथको भित्रपट्टि जुन क्याभिटी जुन छ नि, क्याभिटी भन्नाले के, क्याभिटी भन्नाले फेरि के, क्याभिटी भन्नाले त्यो खाली जति पनि पार्ट्स हुन्छ हाम्रो बडीमा, जहाँ पनि खाली पार्ट छ, त्यो सबलाई के भन्छ त, पल्प क्याभिटी भन्छ। ठिक छ, त्यसलाई कि सबलाई के भन्छ त, पल्प क्याभिटी। अनि सिमेन्टम इज प्रेजेन्ट बिट्विन द गम एन्ड द टिथ। सिमेन्टम जुन कहाँ प्रेजेन्ट हुन्छ त, गम एन्ड द टिथमा। ठिक छ, गम एन्ड द तिथमा, यो गम एन्ड द तिथमा हेर, सिमेन्टम कहाँ प्रेजेन्ट हुन्छ, गम एन्ड द तिथमा। हेर सिमेन्टम, यो फिगरमा हेर, सिमेन्टम कहाँ प्रेजेन्ट हुन्छ अरे, गम एन्ड द तिथको बिचमा। हेर यहाँ छ, सिमेन्टम कहाँ प्रेजेन्ट भयो, यो त यो बिच, यो बिट्विनको गम, यो जुन गम छ नि, यो गम पार्ट, यो यहाँ हेर है, यो गम पार्ट र यो गम पार्ट, यो वाला पार्ट छ नि पिङ्क कलरको, यो चाहिँ गम पार्ट र यो तुथको बिचमा चाहिँ के हुन्छ त, यो सिमेन्टम हुन्छ। ठिक छ, यो सिमेन्टम, यो भाग चाहिँ व्हाइट व्हाइट छ नि, त्यो चाहिँ सिमेन्टम पार्ट हो। ल अब हेर, डाइट अफ हेल्दी टिथ इज कन्टेन वाट, भिटामिन डी एन्ड क्याल्सियम एन्ड द फस्फोरस। जुन हेल्दी टिथ हुन्छ नि, त्यसले के कन्टेन गरेको हुन्छ त, टिथमा चाहिँ भिटामिन डी हुनै पर्यो, क्याल्सियम हुनै पर्यो र फस्फोरस हुनै पर्यो। ठिक छ,
अब हामी पढ्छौँ के त टाइप्स अफ द टिथ फाउन्ड इन द मेमेलियन्स। अब हाम्रो मेमेलियनमा चाहिँ हाम्रोमा अ, कति टाइप्सको चाहिँ टिथ छ त होइन। अब कति टाइपको छ त चारवटा टाइप छ, इन्सिजर, केनाइन, प्रिमोलार र मोलार छ। ठिक छ। देयर आर फोर टाइप्स अफ द टिथ फाउन्ड इन द मेभेलियन अन द बेसिस अफ के को, अन द बेसिस अफ यो जुन छ नि, यो जुन छ यो पोइन्टले चाहिँ यता माथि लेख्नु ल, यता यो पोइन्टलाई माथि लेख्नु अनि त्यसपछि चाहिँ यो लेख्नु के देयर आर फोर टाइप्स अफ द टिथ फाउन्ड इन द मेमिलियन भनेर। यो चाहिँ पहिला यो चाहिँ सेकेन्डमा लेख्नु अनि पहिला फर्स्टमा चाहिँ यो लेख्नु अन द बेसिस अफ द स्ट्रक्चर एन्ड द फङ्सन अफ इच टाइप्स अफ द टिथ। अनि त्यसपछि यो लेख्नु। ठिक छ, यो लेख्नु। अनि के छ त कतिवटा टाइप छ, इन्सिजर छ, इन्सिजरलाई आईले डिनोट गरेछ, केनाइन छ, केनाइनलाई सीले डिनोट गरेछ, अनि प्रिमोलारलाई पीएमले डिनोट गरेछ, अनि मोलारलाई चाहिँ एमले डिनोट गरेछ। ठिक छ। अनि यसको चाहिँ लर्न गर्ने तरिका, याद गर्ने तरिका, न्युमोनिक्स भनेको के त, मैले आफ्नो जुन बेला पढिरहेको थिएँ त्यति बेला चाहिँ प्रिपरेसन गर्ने बेलामा चाहिँ मैले चाहिँ यो नोमिनिक्स चाहिँ बनाएको थिएँ आफैले। यो नोमिनिक्स आइसिपिएम स्क्वायर, आइसिपिएम स्क्वायर। आई भन्नाले के त इन्सिजर, सी भन्नाले केनाइन, पी भन्नाले प्रिमोलार, प्रिमोलार यहाँ स्क्वायर छ नि त दुईवटा यहाँ आउँछ क्या। अनि प्रिमोलार अनि मोलार। ठिक छ, प्रिमोलार अनि मोलार। ठिक छ। यसरी तपाईँहरू पनि याद लर्न गर्न सक्नुहुन्छ। ल अब हामी के हेर्छौँ त इन्सिजरको। अब यस अब टपिक वाइज जाऊ, टाइप्स वाइज जाऊ हामी। अब इन्सिजरले के भन्छ त, इन्सिजर कहाँ हुन्छ त, देयर आर सिचुएटेड एट द फ्रन्ट अफ द बकल क्याभिटी। यो चाहिँ के हुन्छ त, बकल क्याभिटी जुन हुन्छ नि त्यसको अगाडिपट्टि भागको चाहिँ पार्ट हो यो। ठिक छ, अगाडिपट्टि भागको पार्ट हो यो टिथ भन्नाले। अ, यो जुन छ नि अगाडिपट्टिको भाग, यो चाहिँ अगाडिपट्टिको भाग, यो चाहिँ भनेको इन्सिजर हो। ठिक छ, इन्सिजर हो। अनि यसको यसको इन्सिजर अगाडिपट्टिको हेर जुन यहाँ छ नि, यहाँ जुन छ यहाँ यो पार्टलाई चाहिँ इन्सिजर चारवटा हुन्छ। यो एउटा भयो, यो एउटा भयो, यो एउटा भयो, यो एउटा भयो। चारवटा चाहिँ अप्परमा हुन्छ र चारवटा चाहिँ यो लोवरमा हुन्छ। यो चारवटा चाहिँ लोवरमा हुन्छ। ठिक छ, चारवटा अप्परमा चारवटा लोवरमा हुन्छ। इन्सिजर हुन्छ चारवटा अप्पर चारवटा तलमा हुन्छ। ल यसमा चाहिँ इन्सिजर अब यो कस्तो थियो त, फ्ल्याट थियो। यो फ्ल्याट थियो र सार्प इज थियो चाहिँ यसको चाहिँ सार्प इड्स हुन्छ, जुन धारिलो हुन्छ क्या यसको सार्पको इड चाहिँ हुन्छ नि, इड साइड साइडको त्यो चाहिँ एकदम धारिलो हुन्छ। त्यो के को लागि चाहिन्छ त, यो चाहिँ इम्पोर्टेन्ट पोइन्ट हो, कटिङ र बाइटिङको लागि। यो के को लागि चाहिन्छ त, कटिङ र बाइटिङको लागि। यो चाहिँ इम्पोर्टेन्ट पोइन्ट हो है। अनि यो चारवटा हुन्छ इन द इच ज एन्ड द वान रुट। यसको चाहिँ एउटा रुट मात्र हुन्छ क्या, यसको एउटा रुट मात्र हुन्छ। ठिक छ, यो हेर यसमा इन्सिजर भनेछ नि, यसको यो एउटा रुट भयो, यसको यो एउटा रुट भयो। ठिक छ, यो एउटा रुट भयो। अनि इन्सिजर भनेको एउटा रुट भयो। अनि मोलारमा चाहिँ यो दुईवटा रुट भयो, यो रुट भयो एउटा अनि यो रुट भयो। यसमा मोलारमा चाहिँ कहिले काहीँ दुईवटा या तिनवटा रुट हुन्छ क्या। एउटा यो रुट भयो, एउटा यो रुट अनि एउटा यो तिनवटा रुट हुने गर्छ। अनि केनाइनमा पनि एउटै रुट हुन्छ। ठिक छ, अनि प्रिमोलारमा चाहिँ दुईवटा रुट हुन्छ। ठिक छ, यो कुरा भन्न खोजेँ, रुटको कुरा भन्न। यति कुरा भयो के त इन्सिजरको, यति कुरा के भयो त इन्सिजरको भयो। ठिक छ, यति कुरा के को भयो, इन्सिजर। अब हामी के हेर्छौँ, अब हामी केनाइनको हेर्छौँ। केनाइनमा के भने चाहिँ दे आर पोइन्टेड ड्र्याग सार्प टिथ। ड्र्याग भन्नाले के, यो ड्र्याग ड्र्याग सार्प टिथ भन्नाले के बुझिन्छ त, ड्र्याग सार्प भन्नाले यो एकदम धारिलो जुन हुन्छ नि, धारिलो यस्तो खाले धारिलो हुन्छ क्या। ड्र्याग सेप्ट भनेको यस्तो खाले धारिलो हुन्छ, त्यसलाई भन्छ के त ड्र्याग सेप्टको भन्छ क्या। यस्तो खाले धारिलो हुन्छ क्या, यस्तो नोक नोक भएको छ नि, त्यसलाई के भन्छ त, ड्र्याग ड्र्याग सेप्ट भन्ने गरेछ। ठिक छ, ड्र्याग सेप। अनि दे आर पोरली डेभलप इन द वुमेन। यो चाहिँ पोरली डेभलप्ड भएको हुन्छ वुमेनमा। यो चाहिँ पोरली डेभलप्ड भएको हुन्छ अनि वुमेनमा। अनि हाइली डेभलप इन द केमा चाहिँ, कार्निभोरसमा। हाइली डेभलप इन द कार्निभोरसमा। अनि युज फर द टियरिङ एन्ड द फ्लेस। यो कुरा चाहिँ सम्झाउनु है, यो कुरा इम्पोर्टेन्ट छ यसमा। युज फर द टियरिङ फ्लेस, मासुहरू चाहिँ खानलाई चाहिँ एकदम हेल्प पुर्याउनु गर्छ क्या। बाघहरूमा टाइगरहरूमा यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यो, त्योहरूमा प्रेजेन्ट हुन्छ क्या। अनि इट हेज द वान रुट, हामी हेरेको थियौँ त्यहाँ वान एउटा रुट यसको चाहिँ मात्र हुन्छ भित्रपट्टि यो। अनि अब हामी हेर्छौँ के त प्रिमोलर। प्रिमोलरमा के छ, यो चाहिँ ब्रोड हुन्छ, एकदम फैलिएको हुन्छ अनि स्ट्रङ हुन्छ क्या।
यो चाहिँ एकदम स्ट्रङ खाले हुन्छ एन्ड ह्याभ वान अर टु रुट्स। यसको चाहिँ एउटा या दुईवटा रुट हुन सकिन्छ, ठिक छ। अनि टु कप्स भन्छ। टु कप्स माथिल्लो जुन माथिको भागको जुन कप्स हुन्छ नि, त्यसलाई कतिवटा कप्स हुन्छ त? दुईवटा कप्स हुन्छ, ठिक छ। यो जुन यसको माथिल्लो भागमा जुन छ नि, यसको माथिल्लो भागमा यहाँ चाहिँ माथिल्लो भागमा चाहिँ यतापट्टि चाहिँ यसको माथिल्लो भागमा कप्सहरू हुन्छ क्या, लाइनिङ गरेकोहरू हुन्छ, अनि त्यसलाई के भन्छ त? कप्स भन्छ, ठिक छ। प्रिमोलारमा यो भयो। अनि स्पेसलाइज्ड फर द क्रसिङ एन्ड द ग्राइन्डिङ, यो कुरा चाहिँ प्रिमोलारको चाहिँ यो कुरा चाहिँ इम्पोर्टेन्ट छ, ठिक छ। यो कुरा चाहिँ याद गर्नु होला। यो के को लागि हो? प्रिमोलार के को लागि हो? क्रसिङ एन्ड द ग्राइन्डिङको लागि, क्रसिङ एन्ड द ग्राइन्डिङको लागि। प्रिमोलार इन द लोवर ज हेज द वान रुट्स। लोवर जमा कतिवटा हुन्छ? वान रुट हुन्छ, बट इन द अप्पर ज हेज द टु रुट्स। मेबी अप्पर जमा चाहिँ दुईवटा रुट हुन सकिन्छ, ठिक छ। अब प्रिमोलारको हेर्दाखेरि प्रिमोलारमा के छ? दे आर ब्रोड एन्ड दे स्ट्रङ ह्याभिङ द टु अर थ्री टिथ हुन्छ। मोलारमा के हेरेको थियौँ हामी? स्ट्रङ हुन्छ, यो ब्रोड हुन्छ, स्ट्रङ हुन्छ, अनि ह्याभिङ द टु अर मोर टिथ भन्छ। टु अर थ्री रुट भन्छ क्या। टु अर थ्री रुट्स हुन्छ। यसमा चाहिँ कतिवटा? दुईवटा या तीनवटा रुट्स हुन्छ, ठिक छ। अनि इच मोलार टुथ हेज द 4 to 5 कप्स। अनि यसको कतिवटा कप्स हुन्छ त? यसको कप्स चाहिँ कतिवटा हुन्छ? 4 देखि 5वटा कप्स हुन्छ क्या। 4 देखि कतिवटा हुन्छ? 5वटा कप्स हुन्छ यसको। हेर त यहाँ चाहिँ फर्स्ट बाइकप्स्ट भने छैन। फर्स्ट बाइकप्समा के छ भन्दाखेरि, फर्स्ट बाइकप्समा यो जुन छ नि, एउटा लाइन भयो भने त्यसलाई बाइकप्स्ट भन्छ। अनि दुईवटा या तीनवटा भयो भने यसको चाहिँ सेकेन्ड या फोर्थ थर्ड कप्स भन्छ के। अनि यसलाई नै के भन्छ त? मोलार मोलार तित भन्छ के। यसलाई पछिल्लोपट्टि यो मान्छेमा चाहिँ अलि पछि पछि आउने गर्छ। अनि त्यही कुरा हो होइन। फोर टु फाइभ कप्स हुन्छ होइन, 5 कप्स। अनि दे आर युज टु क्रस एन्ड द ग्राइन्डिङ द फुड। यो के को लागि युज हुन्छ त? एकदम इम्पोर्टेन्ट यो कुरा। क्रस गर्नलाई र ग्राइन्डिङ गर्नलाई। अब कुनै पनि खानेकुराहरूलाई चाहिँ एकदम फाइन पाउडरमा एकदम मसिनो पार्नलाई यो चाहिँ युज गर्ने गरिन्छ है, ग्राइन्डिङ द फुड्स। अनि मोलारमा के छ त? मोलार इन द लोवर ज हेभ द टु रुट्स, बट इन द अप्पर ज हेभ द थ्री रुट्स। यसमा पनि के हुन्छ त? लोवर जमा चाहिँ कतिवटा? दुईवटा रुट हुन्छ, बट इन द अप्पर जमा कतिवटा? तीनवटा रुट हुन्छ। कतिवटा? तीनवटा रुट हुन्छ, ठिक छ। अनि यसको चाहिँ अब कहिलेकाहीँ डेन्टल फर्मुला सोध्ने गरेछ क्या। डेन्टल फर्मुला एकदम मोस्ट इम्पोर्टेन्ट छ क्या। कहिलेकाहीँ सीईको कहिलेकाहीँ होइन, यो त इम्पोर्टेन्ट छ क्या। सीईमा चाहिँ डेन्टल फर्मुला चाहिँ एकदम इम्पोर्टेन्ट छ। कहिलेकाहीँ सोधिन्छ के त? एडल्ट टिथ या त पर्मानेन्ट टिथमा चाहिँ कतिवटा टिथ हुन्छ त? हेर यसमा कसरी बनाइन्छ त? यसमा चाहिँ हेलो, यसमा चाहिँ के हुन्छ त? यसरी सोध्ने गर्छ क्या। मतलब अब इन्सिजर कतिवटा हुन्छ अरे? माथिपट्टि इन्सिजर चाहिँ दुईवटा हुन्छ, ठिक छ। माथिपट्टि इन्सिजर चाहिँ दुईवटा हुन्छ। र यसमा चाहिँ के हुन्छ? इन्सिजर चाहिँ माथिपट्टि चाहिँ दुईवटा हुन्छ र तलपट्टि पनि दुईवटा हुन्छ, ठिक छ। यसमा सम्झाउनु पर्ने कुराहरू, बुझ्नुपर्ने कुराहरू है, यो बुझ है। अनि केनाइनमा चाहिँ माथिपट्टि एउटा अनि तलपट्टि पनि एउटा हुन्छ। प्रिमोलारको पनि दुईवटा माथि हुन्छ अप्पर जमा र दुईवटा तल हुन्छ, ठिक छ। अनि मोलार पनि तीनवटा हुन्छ माथिल्लो भागमा, अनि माथिल्लो जमा, अनि तलको भागमा पनि तीनवटा हुन्छ, ठिक छ। अनि यसलाई जोड्दाखेरि के हुन्छ त? हामी यसरी लेख्न सक्छौँ, 21 23। माथिको भागमा चाहिँ 21, माथिल्लो पार्ट चाहिँ यो लिने हो 21 23, अनि त्यसलाई इन्टु गर्ने 2ले। अनि कति हुन्छ त? जोड त यसलाई। 3 + 2 + 1 + 2 कति हुन्छ? 5 6 7 8 8 भयो माथिमा, र इन्टु 2 गर। इन्टु 2 गर्दाखेरि कति हुन्छ? 8 × 16 हुन्छ। माथिको भागमा 16 भयो भने तलको भागमा पनि 16 हुन्छ क्या। अनि 16 भएपछि हाम्रो कतिवटा हुन्छ त? एडल्ट टिथ 32वटा हुन्छ, ठिक छ। क्यालकुलेट गर्न सिक है, नत्र यो एकदम सोधिरहेको हुन्छ यो कुरा। अनि यसलाई याद गर्ने कुराहरू कसरी लर्न गर्ने त? यसलाई लर्न गर्नुपर्नेमा यसरी याद गर्ने। मैले चाहिँ यसरी सम्झेको थिएँ के। 21 सिरियली वाइज छ क्या। 21 र 23 होइन। 21 र 23 यसरी याद गर्यो भने केमा त? एडल्टमा 21 र 23 भनेको यसरी याद गर्ने, अनि इन्टु 2ले इन्टु गरिदिने। अनि त्यो माथिल्लो भागमा 18 आउँछ,
16 आउँछ, 16 आयो भने तलको भागमा पनि 16 हुन्छ, अनि त्यसको के सम्झाउनु त 32 वटा हुन्छ। अनि त्यसै गरी अब मिल्कमा हेर, मिल्कमा चाहिँ त्यसै गरी के हुन्छ, इन्सिजरमा दुईवटा हुन्छ, इन्सिजरमा दुईवटा हुन्छ, इन्सिजर दुईवटा, केनाइन चाहिँ माथिमा चाहिँ एउटा हुन्छ, अनि प्रिमोलार चाहिँ मिल्क टिथ या चाइल्ड टिथ भनेर सोधिरहेको हुन्छ होइन। त्यसमा चाहिँ प्रिमोलार चाहिँ 0 हुन्छ, ठिक छ। प्रिमोलार चाहिँ हुँदैन यसमा, प्रिमोलार त्यति बेलासम्म मतलब त्यो ग्रो भएको हुँदैन। अनि मोलार चाहिँ कतिवटा हुन्छ, दुईवटा हुन्छ, ठिक छ। अनि केनाइन चाहिँ 1वटा भयो, दुईवटा इन्सिजर भयो, त यसको अब जोड्दाखेरि 2102। मैले चाहिँ सम्झिने बेलामा यसरी याद गरेको थिएँ, 2102 सम्झेको थिएँ। अनि माथि माथि 2ले इन्टु गर्यो भने कति हुन्छ त, 2 प्लस 1 प्लस 0 प्लस 2 कति हुन्छ, 2 3 2 5, 5वटा इन्टु 2, 5 दुना 10 भयो, 10 माथि भागमा अनि 10 चाहिँ तलको भागमा, कतिवटा भयो, टोटल भयो 20, ठिक छ। अनि त्यसै गरी हाम्रो सोध्छ टोटल टिथ इन द मिल्क भन्छ होइन। अनि त्यसमा हामी के लगाउँछौँ त, मिल्क टिथमा चाहिँ 20 लगाउनु पर्ने हुन्छ, ठिक छ। अनि एट द एज अफ द 13 सोध्यो भने अनि यसको सम्झिने पर्ने कुराहरू, यसको कसरी सम्झिने त, 21 21 02 2102 2102 दुई सम्झिँदाखेरि के भयो त, दुई भनेको के हो त, इन्सिजर भयो, दुई भनेको इन्सिजर भयो, एक भनेको 1 भनेको के भयो त, केनाइन भयो, 1 भनेको केनाइन, 0 भनेको प्रिमोलार, र 2 भनेको यो मोलार भयो, ठिक छ। अनि एट द एज अफ द 13 कहिले काहीँ सोधिन्छ क्या, एट द एज अफ द 13 सोधिरहेको हुन्छ। अनि त्यति बेला चाहिँ के लगाउनु त, 21 22 सम्झाउनु, 21 22 सम्झिनु होइन। अनि त्यसमा चाहिँ के हुन्छ त, यो चाहिँ फर्स्ट चाहिँ तपाईँको इन्सिजर भयो, यो भयो केनाइन भयो, यो भयो तपाईँको प्रिमोलार, यो भयो मोलार। अनि माथिमा प्लस गर्दाखेरि कति हुन्छ त, 2 4 5 7, 7 दुना 10, 7 दुना 14, 14 भयो भने माथि 14 भयो भने तल कति हुन्छ, माथि पनि 14 हुन्छ। अनि टोटल कति हुन्छ त, 28 वटा हुन्छ, ठिक छ। यो कुराहरू एकदम इम्पोर्टेन्ट छ है, सम्झिराख राम्रोसँग। अनि ऱ्याबिटको तितमा चाहिँ कहिले काहीँ सोधिरहेको हुन्छ, यो चाहिँ अहिले अचेल सोधिएन, तर पहिला पहिला इक्जाममा चाहिँ एकदम यो पनि क्वेसन कहिले काहीँ आइदिने हुन्थ्यो क्या। अनि यसमा चाहिँ हेर्दाखेरि यो चाहिँ के भयो, दुईवटा के भयो त, 2 भनेको इन्सिजर भयो, 0 भनेको केनाइन भयो, केनाइन चाहिँ हुँदैन। अनि कहिले काहीँ सोधिन्छ यो क्वेसन पनि कि ऱ्याबिटमा कुन टिथ चाहिँ हुँदैन क्या। अनि यसमा अप्सन दिइरहेको हुन्छ, केनाइन, इन्सिजर, प्रिमोलार र मोलार। त्यति बेला हामीलाई के लगाउनु पर्ने हुन्छ त, केनाइन हामीले के याद गरेको थियौँ, आइसिपिएम, आइसिपिएम। त हामीलाई इन्सिजर मतलब केनाइन चाहिँ के हुँदैन, केनाइन चाहिँ एब्सेन्ट हुन्छ। यो 0 भनेको के हो त, एब्सेन्ट हो। त्यहाँ माथि माथि पनि यसो हेरेको थियौँ हामी, मिल्क टिथमा के एब्सेन्ट भयो त, प्रिमोलार, प्रिमोलार चाहिँ एब्सेन्ट भयो, ठिक छ। 0 भनेको के हो त, एब्सेन्टको कुरा जनाइरहेछ यहाँ, मतलब प्रिमोलार छैन। यो प्रिमोलार भनेको बच्चामा हुँदैन, ठिक छ। त्यो कुराहरू ख्याल गर्नु है। क्वेसन क्वेसन गराउँदाखेरि म त्यो क्लियर गरिहाल्छु, क्वेसन यसको लास्ट सेसनमा गराउँछु म। अनि यसको चाहिँ टोटल ऱ्याबिटमा कति हुन्छ त, 28 वटा हुन्छ। अनि डगको चाहिँ 42 वटा हुन्छ, 42मा अब कसरी त, आइसिपिएम गर्दाखेरि, आइसिपिएम याद गरेको थियो भने इन्सिजर, इन्सिजर भयो होइन। अनि यो चाहिँ केनाइन भयो, आइसी केनाइन, अनि प्रिमोलार, अनि यो चाहिँ मोलार भयो, ठिक छ। अनि 31 42 31 43 यसरी याद गर्नु होला। इन्टु 2 गर्दाखेरि हाम्रो 32 आउँछ, 42 आउँछ, ठिक छ। अनि कहिले काहीँ थर्ड मोलार एपियर्स भेरी लेट, मतलब थर्ड मोलार जुन टिथ हुन्छ नि, मोलार टिथ, थर्ड मोलार सबभन्दा पछिल्लोपट्टि भित्रपट्टिको भाग, त्यो चाहिँ कहिले काहीँ एकदम धेरै टाइमसम्म मतलब आउँछ होइन, पछि पछि लेटली आउँछ। अनि त्यो चाहिँ उमेरमा चाहिँ नन फङ्सनल हुन्छ क्या, त्यो केही कामै नलाग्ने खाले हुन्छ क्या। अनि त्यो त्यो नन फङ्सनल टिथलाई के भन्छ त, विस्डम टिथ भन्छ क्या। त्यो कहिले काहीँ यो पनि सोधिदिन्छ क्या, यो क्वेसन पनि सोधिन्छ, कुन टिथ चाहिँ विस्डम टिथ भन्छ क्या, कुन टिथलाई विस्डम टिथ भन्छ। तर कहिले काहीँ अप्सनमा थर्ड मोलार पनि दिन सक्छ, वा मोलार मोलार पनि दिन सक्छ क्या। अनि त्यस्तो दियो भने मोलारमा चाहिँ टिक लगाउनु होला, बेस्ट एन्सर, ठिक छ। अनि 4 इन्सिजर अफ द ऱ्याबिट एन्ड द टक्स अफ द एलिफेन्ट आर एभर ग्रोइङ टिथ। अब यो टक्स अफ द एलिफेन्ट टिथ भन्नाले के, यो जुन टक्स अफ एलिफेन्टमा टिथ नै हो, एलिफेन्टको जुन अगाडिपट्टि जुन दुईवटा हुन्छ नि, साइड साइडमा निस्केको, त्यो टिथलाई के भन्छ, टक्स अफ द एलिफेन्ट। अनि 4 इन्सिजर, अनि ऱ्याबिटमा चाहिँ 4वटा इन्सिजर हुन्छ नि, त्यो चाहिँ ऱ्याबिटको यो 4वटा इन्सिजर टिथ र टक्स अफ द एलिफेन्ट जहिले पनि के हुन्छ,
एभर ग्रोइङ टिथ हो यो चाहिँ एभर ग्रोइङ टिथ जहिले पनि सधैँभरि के को लागि हो त्यो ग्रोइङ भइरहेको हुन्छ। अब सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन यहाँबाट सोध्ने गर्छ, यहाँबाट के सोध्ने गर्छ त, अब टाइप्स अफ टिथ इन डिफ्रेन्ट एनिमल्समा, एनिमल्समा चाहिँ डिफ्रेन्ट एनिमल्समा डिफ्रेन्ट टाइप्सको टिथहरू हुन्छ होइन। फर्स्टमा सबभन्दा पहिला फिसमा, फिसमा चाहिँ कुन टाइपको टिथ हुन्छ त, होमोडन्ट हुन्छ, होमोडन्ट हुन्छ होइन, होमोडन्ट अनि पोलिफायोडन्ट, होमोडन्ट अनि पोलिफायोडन्ट के हुन्छ रे भन त एकचोटि अझै, होमोडन्ट र पोलिफायोडन्ट केमा, फिसमा, फिसमा के हुन्छ रे, होमोडन्ट र पोलिफायोडन्ट, होमोडन्ट र पोलिफायोडन्ट यसरी याद गर्ने हो। अनि एम्फेबियामा, एम्फेबियामा के हुन्छ त, होमोडन्ट एक्रोडन्ट पोलिफायोडन्ट, एम्फेबियामा के हुन्छ त, होमोडन्ट एक्रोडन्ट पोलिफायोडन्ट यसरी याद गर्ने है, सम्झेर एकचोटि। अनि रिप्टाइल्समा, रिप्टाइल्समा चाहिँ होमोडन्ट र पोलिफायोडन्ट, होमोडन्ट र पोलिफायोडन्ट, रिप्टाइल्समा के हुन्छ, होमोडन्ट र पोलिफायोडन्ट, रिप्टाइल्समा के हुन्छ रे, होमोडन्ट र पोलिफायोडन्ट। बर्ड्समा के हुन्छ, बर्ड्समा हेर, बर्ड्समा के हुन्छ, टिथ चाहिँ एब्सेन्ट हुन्छ, यो क्वेसन हिट पनि हो है, यो क्वेसन एकदम हिट हो। किनकि कहिलेकाहीँ टिथ सोधिरहेको हुन्छ बर्डको, तर झुक्किएर लगाइदिन्छ कुनैमा, तर बर्डमा चाहिँ टिथ हुँदैन है। बर्डमा चाहिँ के हुन्छ, त्यो टिथ चाहिँ ज मोडिफाइड इन्टु द बिक्स, त्यसको चुच्चोमा चाहिँ कन्भर्ट भएको हुन्छ, ठिक छ। अनि सबभन्दा मेन इम्पोर्टेन्ट क्वेसन यहाँबाट पनि हो, वुमेन्सको, ह्युमन बिङ्सको चाहिँ कुन टाइप्सको टिथ हुन्छ त, हेट्रोडन्ट, थेकोडन्ट र डाइफायोडन्ट। के हुन्छ, हेट्रोडन्ट, थेकोडन्ट, हेट्रोडन्ट, थेकोडन्ट, डाइफायोडन्ट, के हुन्छ रे, हेट्रोडन्ट र थेकोडन्ट र डाइफायोडन्ट, ठिक छ। यसरी पढ्नु होला ल। भिडियोको लागि चाहिँ, भिडियोको डाउनलोड गर्नको लागि चाहिँ तपाईँले यसमा चाहिँ क्याप्सुल जुन युट्युब च्यानल जुन छ नि मेरो, यो जुन क्याप्सुल जुनमा चाहिँ तपाईँहरू चाहिँ गएर त्यहाँ सब्सक्राइब, लाइक, सेयर गर्नु होला। अनि त्यहाँबाट चाहिँ डाउनलोड गर्न पनि सक्नुहुन्छ है, यो युट्युब च्यानल भयो मेरो। ल हस्, थ्याङ्क यू, धन्यवाद।